नारी बिनाको समाज र घर दुईटै अधुरो रहँदछ। नमस्कार, म मनोज प्रधान। आज इन्टरनेसनल वुमेन्स डेको उपलक्ष्यमा संसारभरि छरेर बसिरहनु भएका आमा दिदी बहिनीहरूलाई हार्दिक शुभकामना। यो दिवस कहिले र कहाँदेखि किन सुरु गरिएको भनेर जान्न चाहँदा यो दिवस 19 मार्च 1911 मा सुरु भएको हो। त्यस्ता नारी जातिलाई शोषण अवहेलना गर्ने गरिन्थे। इक्वल राइट्स पाउँथेन, घरबाट बाहिर निक्लिन सक्थेन। इतिहासको पाना पल्टाएर हेर्दाखेरि सती प्रथा हामी सबैले जानेकै कुरो हो। जब कुनै नारीको पति श्रीमान बित्दाखेरि उसले आफ्नो चितामा हाम फालेर आफ्नो प्राणको आहुति दिनु पर्दथे भने पछि आएर विधवाहरूले फेरि बिहा गर्न नपाउने यस्ता शोषणहरू नारीप्रति लगाइएको थियो। तर आज 2025 मा आएर हेर्नु हो भने नारीले जतिको सम्मान र मान सम्मान र कार्य पुरुषले गरेको छ त्योभन्दा अघि बढेर घर र समाजलाई थामिरहेको हामीले जान्न पाएका छौँ र देखिरहेका छौँ। राजा राममोहन राय, लर्ड विलियम बेन्टिक जस्ता महान हस्तीहरूले के सती प्रथालाई रोकेका थिए र उहाँहरूलाई पनि आजको दिनमा नमन गर्दै फेरि एकपल्ट संसारभरि छरेर बसिरहनु भएका हाम्रा नारी जसले यो संसारलाई सृष्टि गर्नुभएको छ उहाँहरूलाई कोटि कोटि प्रणाम। धेरै धेरै धन्यवाद।